जयमसी साथै ख्रिस्ट अभिवादन। हजुरको बिचमा मैले एउटा बाइबलको खण्ड पढ्न लागेको छु। सबैजनाले सुनेर साथ दिनुहोला। हितोपदेश 11 को 27 लाई पाठ गर्नेछु म। सबैजनाले यो पाठलाई मनन गर्नुहोला। जसले भलाइको खोजी गर्छ उसले सद्भाव पाउँछ, तर खराबीको खोजी गर्ने माथि खराबी नै आइलाग्छ। हैन? जसले भलाइ गर्छ, भलाइको खोजी गर्छ, हैन? कसैलाई भनिन्छ नि धर्म गर्नुपर्छ, कर्म गर्नुपर्छ, भलाइ गर्नुपर्छ, हैन? कसैलाई सहयोग गर्नुपर्छ इत्यादि कुराहरूले मानिसको जीवनमा त्यो कुराहरू एकदम लागिराखेको हुन्छ, हैन? अनि त्यसकारण मान्छेलाई भलाइ गर्ने खोजी गर्यो, कसैलाई दुःख पीडा समस्यामा परेको मान्छेलाई उद्धार गर्न पाए हुन्थ्यो झैँ लाग्छ भने त्यसलाई के हुन्छ, भलाइ नै प्राप्त हुन्छ। अनि जसले खराबीको खोजी गर्छ, हैन? कसैलाई हेला गर्ने, नराम्रो शब्द बोल्ने, कुचेष्टा राख्ने, नराम्रो शब्दहरू प्रयोग गर्ने, गाली गर्ने, रिस गर्ने, क्रोध गर्ने, निन्दा गर्ने, हैन? अनि त्यसलाई चाहिँ त्यस्तै फल आउने हो के। जस्तो कर्म गर्यो त्यस्तै फल प्राप्त हुने हो भनेर यो पदले हामीलाई सिकाएको छ, हैन? हामीले सुरुमै हेऱ्यौँ भने 11 को 1 लाई छलको तराजुलाई परमप्रभु घृणा गर्नुहुन्छ, तर ठिक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ, हैन? हामीले खराब कसैलाई हैन गिराउन खोज्छौँ, ऊभन्दा माथि हुन खोज्छौँ, ऊभन्दा धेरै प्राप्त गर्न खोज्छौँ, कसैलाई हामी ठग्न खोज्छौँ, नराम्रो सोच र कुविचार, कुचेष्टा, कुइच्छा राख्छौँ भने त्यसलाई चाहिँ उहाँ परमप्रभु परमेश्वरले के गर्नुहुन्छ, घृणा गर्नुहुन्छ, हैन? तर ठिक तौलदेखि उहाँ प्रसन्न हुनुहुन्छ, हैन? यदि हामी कसैलाई धेरै दिन सक्दैनौँ भने पनि बराबरीमा त रहन सक्छौँ नि, राख्न सक्छौँ नि, हैन? त्यसमा पनि प्रभु प्रसन्न हुनुहुन्छ क्या, हैन? हामी कसैलाई आदर या संस्कार, माया सबै कुराहरू सम्मानजनक बराबर गर्न सकियो भने त्यसमा पनि के छ, परमप्रभु के हुनुहुन्छ, प्रसन्न हुनुहुन्छ, हैन? यदि हामी कसैबाट माया पाउन चाहन्छौँ, कसैबाट आदर पाउन चाहन्छौँ र कसैबाट सम्मान पाउन चाहन्छौँ, तर आफू दिँदैनौँ मात्रै खोज्ने क्या अरूबाट आस्था र वास्ता। त्यसैले हामीले जति अरूबाट अपेक्षा गर्छौँ नि, सकेसम्म त्योभन्दा बेसी गर्न सक्नुपर्छ र जान्नुपर्छ। यदि सकिँदैन भनेपछि बराबरी त हुन सक्नु पर्यो नि। त्यसकारण हरेक कुरामा मान्छेले अहिले संसार स्वार्थी भएको छ। संसारमा मान्छेहरू विभिन्न रीतिले आफू मात्रै अग्रगामी हुने, आफू मात्रै अग्रसरतामा बस्ने, आफू मात्रै विजय प्राप्त गर्ने, आफू मात्रै सफलता प्राप्त गर्ने, अनि आफू मात्रै के छ त सबैले जय जयकार गरिदिनु पर्ने भन्ने खालको मनोवृत्ति भएको छ। त्यो एउटा मनस्थिति र त्यो भावबाट मान्छेहरू संसारलाई एकदम विचित्र बनाइराखेको छ क्या, हैन? त्यसैले मान्छे त यस्तो प्राणी हो जो ईश्वरले नै वर्णन गर्नुभएको स्वयं आफै, हैन, जस्तो के त्यस्तो प्राणी हो। त्यसकारण हामीले एकअर्कालाई वास्ता गर्नुपर्ने आवश्यकता हुन्छ, माया गर्नुपर्ने आवश्यकता हुन्छ, फिक्री गर्नुपर्ने आवश्यकता हुन्छ, न कि कसैबाट आस्था गर्ने, आशा गर्ने, आशावादी धेरै हुने, कसैलाई गिराउन खोज्ने, कसैलाई लुट्न खोज्ने, कसैलाई हैन खराब नजरले हेर्ने, त्यसलाई चाहिँ गिराउन पाए हुन्थ्यो, त्यसलाई नराम्रो गराउन पाए हुन्थ्यो, त्योभन्दा म उच्च हुन पाए हुन्थ्यो, हैन? म त्योभन्दा धेरै धन प्राप्ति गर्न पाए हुन्थ्यो, म त्योभन्दा धेरै राम्रो जिन्दगी जिउन पाए हुन्थ्यो, त्यो त धेरै माथि भइसक्यो, हैन? सेखी गर्ने, हैन? त्यस्तो खालको हामीसँग व्यवहारहरू हुन्छ। त्यस कारणले त्यो कुरामा प्रभु प्रसन्न हुनुहुन्न, हैन? हामी चाहिँ भलाइको खोजी गर्ने व्यक्ति बन्नुपर्दछ र